Hi guys! Happy Dasai, all of you. दाइले अब चौपल दाइको पो धकमक्क स्यालेरी आउँछ कि फेरि बोट हाल्ने बेला आयो त यो के हो फर्स्टमा खायो भने बक्सी लाग्थ्यो भन्दै भइरहेको छ क्या के हो यो त? Hi guys, namaste, welcome back to my channel. I hope everybody is doing well and I am back after a very long time. अनि happy Dasai to everyone. भोलि चाहिँ दसैँ हो अनि रमाइलो दसैँ त केही पनि छैन, त्यही पनि we are trying to रमाइलो गर्नु. सो अहिले चाहिँ हामी जाँदैछौँ समर्किन, भोलि चाहिँ हो दसैँ. अनि अलिअलि क्लिप खिच्छु आज म. अनि यो चाहिँ आजको मेरो आउटफिट, यो चाहिँ मैले नेपालबाट लिएर आएको थिएँ कुर्ता आउटर. अनि त्यसपछि छ मैले चाहिँ आज माथि मस्कारा यो आइलाइनर नलाएर गाजल लाग्छु मुनिपट्टि. So let's go. हामी चाहिँ निस्किसक्यौँ. चिसो चिसो रहेछ है अहिले. म बनाइदिन्छु भिडियो. नै आफू बनाउँछु अहिले पछि बनाइ त. फर्स्टमा चाहिँ हामी उली जान्छौँ, उलिसबाट प्लम स्टे जान्छौँ. अहिले चाहिँ हाम्रो एउटा मात्र स्टप हो यहाँबाट उलिस. Where are you from? Nepal? Yeah, we are from Nepal. Why is she scary? You know, see the Nepal here? Sorry? You know, see Nepal, this one? Yeah, in a village area. अहिले चाहिँ त्यसको आएको छ नि यो चकलेट धेरैजनालाई याद छ कि छैन, सिक्कावाला. कस्तो नराम्रो देखिरहेको छ. This is what I brought for Dasai celebration. This is what I brought. I think this is all we got today. अनि भोलि आधा चाहिँ भोलि गर्नेछौँ हामी. अब चाहिँ गएर हामी ढिँडो र मासु खान्छौँ होइन. Hi guys, good morning. अनि आज चाहिँ दसैँ हो अनि अहिले चाहिँ बजिरहेको छ भानाको 8:30 हुन लागिसक्यो. अनि अब चाहिँ म पकाउँछु चाँडै एकैछिनमा पकाइ भ्याउँछु मैले पकाउन नि त. अनि म अब चाहिँ पकाउँछु अनि त्यसपछि चाहिँ देखाउँला.
ह्याप्पी दसैँ अल अफ यु। अनि मैले चाहिँ हिजोदेखि अलिअलि क्लिप खिचिरहेको छु तर राम्ररी खिचेको छैन अनि म सबै फेरि जोइन गर्छु। अनि दिस इज माई आउटफिट फर टुडे। कस्तो लाज लाग्यो। मैले साउथ हलमा किने हो यो म अस्ति नै किन्न गयो यो अनि यो ठिक नै। अनि मैले पूजा गरिसकेँ अब चाहिँ टिका लाउन कुरा। अब यहाँ को छ नि देखाउँछु भनेर गयो एकजना। हेलो रञ्जित, दसैँमा के भन्न चाहन्छु दसैँको उपलक्ष्यमा? अब सबैजनालाई दसैँको शुभकामना। हजुर। अब नेपाल हुनेलाई त आफ्नो प्यारेन्ट्ससँग भइहाल्यो। हजुर। बाहिरतिर बस्नेहरूलाई चाहिँ ट्याक्क आफ्नो रिलेटिभ्सहरू दिदी दाईसँग ट्याक्क राम्रोसँग मनाउने दसैँ एकदम सेफ भएर। नो रक्सी नो वाली कार्ड वाली तास अनि फेरि जितेको पैसा नि खर्च गर्ने, फेरि अरूहरूको जितेको पैसा टक्क घर लगेर जाने होइन, गरिहाल्ने हो। त्यति भन्न चाहन्छु। अनि मैले यहाँ हुनुहुन्छ प्रतीक साहेब। यहाँ मैले टिका हालिसकेँ, जमरा ल्याउन बाँकी छ। यहाँ राख्ने हो क्या, यो मिठाईको सट्टा हो यो। यस्तो छ। हामी उता जाने हो नि त। किन हाने म? कसले खायो? अब एसिस्टेन्ट छ सेफ धेरै चाँडो ढिलो भयो पनि राम्रो काम चाहिँ पछि है केटीतिर नलाने है। रुबी दिदीको कुरा मान्ने, दाईको कुरा मान्ने है। रुबी दाईले भन्दा नि रुबी दिदीको चाहिँ धेरै मान्ने आशीर्वाद छ। छिटो न। अनि यिनीहरूले मिठाई त केही पनि खाएन र अनि पढ्ने राम्ररी है, कतिको कुरा मान्ने, मेरो नि कुरा मान्ने अलिअलि है। ल कति धाप्ने थ्याङ्क यू गर ओ माई गॉड। ल ह्याप्पी दसैँ है। ल यो कपाल हटाइसो न। हाल्यो के हुने। ओम नमो मङ्गल नमो नमः शिवाय। रुबीले धेरै दाँत देखायो कि सेफबाट चाहिँ अब म्यानेजर बनाऊ, हाम्रो पनि प्रगति प्रमोसन हेर्न पाउँछु चाहिँ सेफबाट म्यानेजर बनोस् अनि हाम्रो स्यालेरी नि बढोस् अनि त्यसपछि अनि धेरै माया पिरतीमा नफसोस्। आजको लागि चाहिँ यो वर्षको लागि यति नै। मेरो दाइलाई धेरै प्रगति होस्, मसँग धेरै पाउँदै फेरि एकलट खानिदिन्छु। भयो गाइस, भयो। ल ल आयुष्मान भव। मङ्गलम मङ्गलम मेरो रुबीलाई सबैभन्दा धेरै सक्सेस पाओस् अनि धेरै रिस नउठ जे चाहेको त्यही सबै कुरा होस्। नातिनु गरेको कुरामा राम्रोसित ध्यान पुऱ्याएर गर्नु, मलाई धेरै माया गर्नु। ओ माई गॉड। म त्यस्तै गर्छु नि। तिमीहरू बस न, तिमीले लाउने हो र मलाई टिका लगाइरहेको दुईजना खोइ पैसा दियो। पैसा दिएको थियो त अस्ति 2000 होइन। आएको छैन ले भन्छ। उल्टै भन्नुपर्छ यार, म गरिहाल्छु। हुन्छ के भन्छ ल ढुङ्नै पर्छ भने साह्रो। लगाइरहेको रुबी
तिमी मलाई हात समाउ न मेरो हात समाउ म त्यही गर्थेँ कि मेरो हात समाउ अनि त्यो थोरै है दाइ ल रन्जितको धेरै उन्नति प्रगति होस् अर्को सालको दसैँ नै सँगै मनाउन पाऊँ राम्रोसित गर के गर्दैछ जे गर्दैछौ राम्रोसित गर पेसेन्स भन्ने कुरा चाहिँ अहिले याद राख यस्तै रमाइलो गर्दैछौ काममा दिदी भन्दै आऊ त्यो आशीर्वाद हुँदैन कि के आशीर्वाद त हो नि त्यो अनि धेरै धन सम्पत्ति कमाउनु जोड्नु अनि सबैलाई धेरै माया गर्नु अनि कसैलाई नबिर्सिनु पैसा देऊ ल दुईजना सबै यता हेर ल यता है मलाई त्यो टिसर्ट दिनु न धन्यवाद धन्यवाद ऊ भन्दै थियो त्यसो उयो एउटा टिसर्ट उल्लो रिल्याक्स गाइस रिल्याक्स केही त केही हुन्न तर धुनुपर्छ नि त मलाई पनि एउटा दिदी मलाई नि एउटा अहिले चाहिँ हामी खाना खान्छ मोमो चाहिँ मैले बनाएको छु 27 तिमी स्टुडेन्ट हो अहिले अब अहिले मैले यो लाने उरानी यो एउटा काँक्रो खाएँ है मैले टोटल यहाँको 7 जना भर्छ नि मेरो चाहिँ फेरि आँखा स्मै जान्छ How is it? शीतल जस्तो अलि अगाडि आऊ न किन भुइँ बसे रन्जित कति मोबाइल चलाइरहेको हान्ने खाऊ खाऊ उनीहरू चाहिँ भात कुरिरहेछ अमिलो खाला गुड गुड मलाई कस्तो लाग्यो मलाई त मिठो लागिहाल्छ नि मैले अस्ति बनाएको थिएँ तिमी खाऊ त आज बिहान उठेर बनाउँदा अब फेरि बोट हाल्ने बेला आयो त यो के हो फर्स्टमा खायो भने बक्सी लाग्थ्यो भन्दै भइरहेको छ क्या ओहो पन्ध्र त पाए नि हुन्थ्यो नि बरु रितो हुन्थ्यो के हो यो त This is my outfit and I feel very pretty. How was today? सोल्टी झकास ल एका सिन घट्टा मजाले घट्टा सिन ओहो अठा जुटायो त मैले खाएँ लभली ल तिम्रो यहाँ कति छ अब कसको रुबीको 10 पाउन्ड थियो होइन 10 पाउन्ड 10 त हुन्छ नि अब हजुरको बोट हाल्नुभयो अनि दिदीकोमा पुग्दाखेरि 10 बोट आजको दसैँ सकिसक्यो अहिले चाहिँ बेलुका हामी चाहिँ जाँदैछौँ खाजा खानलाई लाज लागिरहेछ यसरी मलाई सबै पनि आइसक्यो नि त अब एउटै काम गर्दा झ्याउ लाग्छ नि त निकालेर अफिसमा ल हेलो प्रवास हाई गाइज सो मेरो हिजोको दसैँको भ्लग चाहिँ त्यति नै थियो अब चाहिँ अर्को भ्लगमा भेटौँला आई होप यु एन्जॉय द भिडियो गाइज बाई बाई